भिडियो सो मधेस क्रिकेट लिग पहिलो संस्करण आज छैटौँ दिनको दोस्रो गेमको विजेता टिम सप्तरीका खेलाडी रोहन विक हामीसँग हुनुहुन्छ। रोहनलाई यो टुर्नामेन्ट ओभरअलमा कस्तो लागिरहेको छ? यो एमसिएल टुर्नामेन्ट हुँदा हामीहरूलाई सबैलाई एउटा राम्रो अपर्च्युनिटी छ मध्य प्रदेशमा टी स्टेट टिममा आउनको लागि। न्यू प्लेयरहरूको लागि सबैको लागि एउटा राम्रो अपर्च्युनिटी छ। ओभरअल तपाईँको यो गेममा एज अ प्लेयर इन दिस टुर्नामेन्ट कस्तो एक्सपिरियन्स भइरहेको छ? तपाईँको आफ्नो पर्सनल एक्सपिरियन्स, टिमको एक्सपिरियन्स? यो टुर्नामेन्टको एक्सपिरियन्स धेरै मजा आइरहेको छ खेल्नलाई। टप विकेटमा भइरहेछ मेन कुरा दुइटै ग्राउन्डमा, अनि हाम्रो टिममा अहिले धेरै राम्रो युनिटी भएर खेलिरहेछ। राम्रो एक्सपिरियन्स भइरहेछ। टुर्नामेन्टका अर्गनाइजर्सको लागि केही इभेन्ट जो म्यानेज गरिरहनु भएको छ, ग्राउन्ड मेन्टेनेन्स गरिरहनु भएको छ, उहाँहरूको लागि अर्गनाइजरलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु कि हामीहरू न्यू प्लेयरहरूको लागि जुन यति राम्रो टुर्नामेन्ट अर्गनाइज गर्नुभयो। म मनदेखि यो थ्याङ्क यू भन्न चाहन्छु अर्गनाइजरलाई। तपाईँको फ्यान्स एन्ड फ्यामिलीजको लागि हाम्रो टिमको फ्यान्स र फ्यामिलीको लागि धेरै धन्यवाद दिन चाहन्छु। उनीहरूको सपोर्टको कारण हामी ग्राउन्डमा राम्रो खेलिरहेछौँ अहिले। बेस्ट अफ लक फर अपकमिङ गेम एन्ड कङ्ग्रेचुलेसन्स फर द टिम। थ्याङ्क यू।